Hajime Hajimemashite, हजुरको शुभ नाम? प्रवीण रोकामगर। हजुरको स्टाफ नम्बर? स्टाफ नम्बर 79684। हजुर हजुर जुन कामको लागि कन्ट्याक्ट गरेर आउनु भएको थियो त्यही काम गर्नु भएको छ नि? हजुर, अहिले गरिरहेको छु। हजुर, अनि हजुरहरूलाई चाहिँ कन्ट्याक्ट अनुसारकै स्यालेरी पाउनुपर्छ जस्तो लाग्छ? हजुर, पाउनु त पर्ने हो। हजुर हजुर। अनि हजुरले चाहिँ हाम्रै खाइसकेको आवास मतलब अकोमोडेसन लिनु भएको छ? छैन अहिले चाहिँ। अनि हजुर कोही रिलेटिभ्ससँग बस्नुहुन्छ? हजुर। हजुर हजुर। अनि हजुरले यति कति दिन भयो हाम्रो यहाँ खाइसकेमा काम गर्नुभएको, भर्खरै भर्खर आउनु भएको छ? अहिले काम गरेको चाहिँ 14-15 दिन भयो होला। 15 दिन भयो है। अनि यो काम गर्ने बिचमा 14-15 दिनको बिचमा कसैले हजुरलाई काम गर्दा धम्की दिने, प्रेसर दिने अनि इलिगल कामको लागि फोर्स गरेको त छैन नि? छैन त्यस्तो। छैन है। हजुरहरूको चाहिँ पे कार्डहरूको बनिसकेर प्रोसेसिङ भयो? प्रोसेसिङ भएको हो, कार्डहरू चाहिँ आउँदैछ। हजुर हजुर, अब बिस्तारै आउँछ ल त्यो चाहिँ। जाइरो कार्ड पासपोर्ट हजुरसँगै राख्नु भएको छ? हजुर, मैसँगै छ। हजुर, अनि हजुरको निजी जीवन स्वतन्त्रपूर्वक जिउन पाउनु भएको छ? छ छ। छ है। अनि हजुर रिसेन्टली जापान आउनु भएको छ, वेदरहरू चेन्ज भएको छ, स्वास्थ्यमा त्यस्तो केही समस्याहरू त देखेको छैन नि? छैन, त्यस्तो स्वास्थ्यमा केही समस्या देखिएको छैन। है। हजुरसँगै काम गर्ने कामदारहरू कुनै इलिगल रूपमा काम गरेको भेट्नु भएको छ र जस्तो 15 दिनको बिचमा? छैन त्यस्तो। होइन है। हजुर। हजुरलाई यस्तो केही समस्याहरू त छैन नि, प्रब्लमहरू, काममा केही प्रब्लम, डेली लाइफमा केही प्रब्लमहरू त छैन नि? छैन त्यस्तो केही प्रब्लम छैन। हजुर, हजुरलाई चाहिँ कुनै केही प्रब्लम नआओस्। यदि इन केस प्रब्लमहरू आयो भने चाहिँ हजुरहरूको चाहिँ पर्सनल ग्रुप छ, त्यसमा चाहिँ मेसेज छोड्नु होला है। हजुर। प्रब्लम चाहिँ अब कहाँ भन्ने, भर्खर नयाँ हुनुहुन्छ नि त, कता भन्ने जे हुन्छ आफ्नो पर्सनल ग्रुपमा चाहिँ मेसेज छोड्नु होला जे भयो पनि है। अनि हस्, हुन्छ। मेसेन्जर ग्रुपको जस्तो मेसेजहरू आउँछ नि त्यसको चाहिँ रेस्पोन्स दिनु होला है। हजुर हजुर। हजुर हुन्छ। हस्। हस्, आजलाई यति नै। नमस्कार समादेश।はい。お疲れ様です。